हेलो गुड मर्निङ एभ्रिवान। र आज चाहिँ हामी आइरहेको छौँ बुढासुब्बा मन्दिरमा चाहिँ पूजा गर्नको लागि। हाम्रो नानाको भाकल थियो, सो त्यही भएर हामी चाहिँ भान्जा भतिज चाहिँ हामी आइसक्यौँ बाइकमा। अब नानाहरू चाहिँ अटोमा आउँदै हुनुहुन्छ र यहाँ आइसकेपछि पूजा गरेर चाहिँ म तपाईँहरूलाई सबै देखाउने। ल हामी चाहिँ जाँदैछौँ पूजा गर्नको लागि। नानाहरू चाहिँ आइसक्नु भएको छैन, हामी चाहिँ यहाँ लाइन बस्नको लागि जाँदैछौँ। यहाँ चाहिँ लाइन बस्यो भने ठिक हुन्छ होइन। आदि कस्तो लागिरहेछ? कस्तो हो भान्जालाई एकदम रमाइलो लागिरहेछ अरे। यो चाहिँ पूजा गर्ने यहाँ चाहिँ के छ भने यो टुप्पो बेगरको बाँस हो। यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। र यहाँ चाहिँ आफ्नो कपल्सहरूको नाम लेख्यो भने चाहिँ एकदम छुट्दैन अरे होइन। म चाहिँ कसको लेखिदिउँ हो, आफ्नो भनेर कोही छैन फेरि। यसो आएर यही हो कि अहिले एकछिनै यहाँ पूजा बुझाउने आदि अब दर्शन हुँदैछ। हामी पूजा गर्नको लागि रेडी भइसक्यौँ। हामीले यहाँ चाहिँ अब हामीले भालेहरू चाहिँ लाइनमा राखिसकेको छौँ। अब यो चाहिँ हाम्रो चाहिँ एकदम लास्टमा छ यतातिर। अरूको चाहिँ यो अगाडि पुगिसकेको छ। हामी त अलिक ढिलो आएर पछाडि छ लास्टमा। नानाहरू अझै आइपुगिसक्नु भएको छैन। ल बुढासुब्बा मन्दिर तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो छ होइन। यहाँ चाहिँ सबै फोटो सुट हुँदैछ सबै दिदीहरू। हाम्रो कुन्ते भान्जाले घन्टी बजाउँछ, घन्टी। ल भयो, धेरै बजाउनु हुँदैन। फाइनली हाम्रो नानाहरू र बहिनी भान्जाहरू पनि आइसक्नु भएको छ। र अब पूजा गर्नको लागि चाहिँ लाइनमा हामीले कुखुरा लागिसकेको छौँ। अब विशेष चाहिँ हाम्रो माइली नानाको है पूजा चाहिँ ढोक्दै गर्नुभएको छ। हाम्रो माइली नानाको है आज पूजा भाकल बुझाउनु पर्ने, त्यही भएर भित्र छ नाना भित्र। उता राख्दा हुन्छ, जहाँ राख्दा हुन्छ। उता राख्न, उता पर्तिर माइली नाना कान्छी बनाउँछ गइसकेको छ। र यता हाम्रो साइली नाना चाहिँ फोटो सुट्नु व्यस्त। अहिले एकछिन फोटो खिच्नु के सुरुमै फोटामा के गर्नु गयो फोटोले तनाव। ल कसले हाम्रो साइली नाना माइली नाना पर हुनुहुन्छ र कान्छीपुर। र हामी चाहिँ पूजा गर्नको लागि लाइनमा राखिरहेको छौँ। र हामी अब एकछिनमा पूजा गरिसकेर चाहिँ फोटो सुट मात्रै हुँदैछ। फोटो सुट हुँदैछ। साइलीको सुरु भइसक्यो। अब माइलीको यता कान्छी पनि। यहाँनिर चाहिँ एकजनालाई मिस गर्नुपर्ने हुन्छ, हाम्रो ठुली नानालाई। उहाँ चाहिँ यहाँ हुनुहुन्न, केटिएमतिरै हुनुहुन्छ। सो वी मिस यु भन्न चाहन्छु। हुनुहुन्छ सबैले चाहिँ भाले बोकेर पूजा गर्नको लागि आउँदै हुनुहुन्छ सबजनाहरू। हामीले चाहिँ अघि भाले भित्र राखिसक्यौँ। देख्न सक्नुहुन्छ यसरी भाले चाहिँ लिएर आउने गरिन्छ बुढासुब्बा मन्दिरमा। देख्न सक्नुहुन्छ यहाँ बाले पनि भाले बोकिरहनु भएको छ। र यता पनि दिदीबहिनीहरूले भाले लिएर आउँदै हुनुहुन्छ। ल
मेरो लागि पनि कोही बुढा सुब्बामा यसो भाले लिएर पूजा गर्न आउने कोही भेट्नु पर्दा हुन्थ्यो भन्ने लाग्छ कोही गाह्रो छ मलाई हाम्रो नानाको यहाँ फोटोसुट फेरि फेरि फोटो खिच्ने मान्छे चाहिँ खतरा छ है फेरि धेरै नजिक भएन त्यो आँखा कस्तो फोटो खिचेको छ यहाँ पूजा गर्नुपर्नेमा फोटो सुटै सकिएन है हाम्रो चेलीहरूको त 4 जना हो मेरो दिदी बहिनी यहाँ 3 जना चाहिँ यही अलरेडी यहाँ चाहिँ भतिज भान्जा म चाहिँ यसो फोटो सुट गरेँ म चाहिँ भिडियो गरिहिँडेछु उहाँहरू चाहिँ फोटो सुट गरिरहनु ल यहाँ चाहिँ हाम्रो माइला भाले बोकेर चाहिँ सप्त पूजाको लागि चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ पूजा गर्नको लागि हामी चाहिँ 7 बजेतिर यहाँ आएको अहिलेसम्म चाहिँ पूजा सकिएको छैन लाइनमा बसिरहनु भएको छ र म चाहिँ एकछिन एकदमै भिडाम्भिड भएको कारणले गर्दा चाहिँ एकछिन यहाँ आएर चाहिँ चिल पारामा बसिरहेको छु होइन नानाहरू चाहिँ तलै हुनुहुन्छ सबैजना लाइनमा अब हाम्रो केही समयपछि चाहिँ पूजा हुन्छ होइन त्यसपछि हामी घर फर्किनेछौँ सो हेर्दै गर्नु होला भन्न चाहन्छु सपोर्ट गर्नु होला माया गर्नु होला मेरो युट्युब च्यानललाई धेरैभन्दा धेरै सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु ल गाइस हामीले फाइनली पूजा पनि गरिसक्यौँ यहाँको भाकलहरू बुझाइसक्यौँ अब नाना चाहिँ निक्लिनु बाँकी छ हाम्रो पकु नाना चाहिँ भित्र हुनुहुन्छ अब एकैछिनमा हामी चाहिँ घर जाँदैछौँ हाम्रो माइली नाना चाहिँ भित्र पूजा गर्दै हुनुहुन्छ यहाँनिर हुनुहुन्छ हाम्रो माइली नाना चाहिँ पूजा गर्दै हुनुहुन्छ राम्रोसँग देखेको छ अब चाहिँ हामी जाँदैछौँ फाइनली गाइज हामी चाहिँ पूजा गरेर पनि फर्किँदैछौँ सो नानाहरू चाहिँ पछाडि नै खोइ घरि के उहाँहरूको धेरै कुराहरू घरि के छुट्छ घरि के छुट्छ पछाडि नै जानुभयो हामी चाहिँ अब जानुपर्छ घर भनेर हिँड्दैछौँ अन्त भान्जा र भत्ती चाहिँ लिएर जाँदैछ शिव मन्दिर चाहिँ तपाईँहरूले यहाँबाट राम्रोसँग देख्न सक्नुहुन्छ र यहाँ चाहिँ बुढा सुब्बा भनेको चाहिँ के हो भन्दाखेरि बुढाबुढी हो होइन सुब्बा र सुब्बेनीको चाहिँ यहाँ पूजा गर्ने गरिन्छ भाले र पोथी र हाम्रो माइली नानाको चाहिँ पूजा गरिसकेर पनि हामी बाहिर आइसक्यौँ र उहाँहरू चाहिँ अझै आउनु भएको छैन उहाँहरूलाई पर्खिरहेको छौँ उहाँहरू आइसकेपछि हामी अरूतर्फ जानेछौँ सो हेर्दै गर्नु होला हाम्रो दिदीबहिनीहरू पनि अब पूजा सुजा सकेर भर्खर आउँदै हुनुहुन्छ अब चाहिँ हामी घर जाँदैछौँ जाउँ त्यहाँ आइसक्यो उता गएछु हाम्रो नानाहरू आउँदै हुनुहुन्छ जाम ल आउनु है आऊ बुल्नु ल हाम्रो पूजा सुजा सकेर पनि हिँड्न लाग्यो ल त्यस्तो त्यो गनहरू थोरै छैन पुण्टे ल हामी चाहिँ जाँदैछौँ फाइनली गाइज हामी चाहिँ पूजा सुजा गरेर घरतर्फ जाँदैछौँ आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो हेरेर लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क्स फर वाचिङ